हेलो गाइज, आजको नयाँ भ्लगमा तपाईहरुलाई स्वागत छ। आज चाहिँ म हजुरहरुलाई जापानको सुपर मार्केट देखाउन गइरहेको छु। अब म के किन्छु, प्राइसहरु कति हुन्छ, टोटल हाम्रो प्राइस कति पुग्ला सामानहरु किनेर हेर्दै जानुस्। यो चाहिँ क्युसुमा भएको सुपर सेन्टर हो, एकदम फेमस ट्रायल। सस्तो मान्छे धेरै सामान, त्यही भएर एकदम फेमस छ। धेरै कुरा भेराइटीको कपडा, इलेक्ट्रोनिक्सहरुदेखि लिएर खानेकुरादेखि लिएर सबै पाइने भएको हुनाले एकदम फेमस छ। म हजुरहरुलाई देखाउँदै जान्छु, हेर्नुस् है त। मसँग चाहिँ ट्रायलको मेम्बरशिप कार्ड छ। यस्तो हुन्छ, यो चाहिँ यहाँ बारकोडमा सेट गर्ने अनि पिनकोड नदेखाउ के हालेको, पिनकोड लगाएपछि अनि त्यहाँदेखि अब चाहिँ फ्रुट्समा कर्नल चाहिँ यो चाहिँ वाटरमेलन 800 रुपियाँ। हामीले चाहिँ एउटा केरा लाने हो, अलिक महँगो खालको नि हुन्छ, सस्तो खालको चाहिँ लान्छौँ हामी जहिले पनि। जो लानु पर्ला 5 वटा केराको 170 रुपियाँ, 5 वटा केराको एउटा केरा भयो। सुन्तलाको 537 छ। अनि यहाँ छ है, यो काटेको वाटरमेलनको 645 को छ। अनि एउटा यहाँ आँप छ, एउटा आँपको 2138 रुपियाँ छ। अनि अलिक सस्तोवाला पनि रहेछ, यो सस्तोवाला आँप एउटा रहेछ, यसको चाहिँ 850 रुपियाँ पर्छ। एउटा लगेर चाख्नु होला, ताइवानमा बनेको रहेछ, ताइवानको आँप रहेछ एउटा खालको। अनि भुइँ कटर छ 645। अनि अङ्गुरहरू चाहिँ यो कालो अङ्गुरको 1058 रुपियाँ। थाहा भयो भने 3टा वाला नि हो ल, 3टा वाला काँक्राको चाहिँ हुन्छ, 3टा वाला काँक्राको 200 रुपियाँ हो। अनि एउटा यो कोमाची छ, के अरे कोमाची भन्ने छ, यसको चाहिँ 105 रुपियाँ एउटाको। 105 मा कतिवटा छ भने 4-5 वटा होला। यो पनि बर्ग गर्ने यसरी गर्ने छ। अनि हेर्नु चाहिँ एउटा मकैको 213 रुपियाँ छ है। कति महँगो छ, नेपालमा मकै नखाइकन फालिन्छ सबै। यता चाहिँ आलु प्याज बन्दाहरू छ। हेर्नुहोस् है, मुला कति भन्छ, पानी पर्न थाल्छ, मुलाको भाउ बढ्छ। एउटा मुलाको 321 रुपियाँ छ है साथीहरू। हामीसँग आलु छ है घरमा, आलु कति राम्रो खालको आलु जस्तो हेर्दाखेरि है, कत्रो लामो हामीसँग भएको हुनाले आज किन्दैनौँ। अनि यहाँ तामाहरू छ है, 12 मासे। प्याज छ, प्याज चाहिँ सस्तो रहेछ, 321 मा धेरै छ, 6-7 वटा दाना। अनि रातो प्याज पाइन्छ यहाँ, हेर्नुहोस् है, रातो प्याज एउटा। रातो प्याजको प्राइस एक दानाको 170 छ है। अनि यो बोडी एउटा किन्नलाई चाहिँ बोडीको एउटाको यत्रोको 200 रुपियाँ छ है साथीहरू। अब चाहिँ हामी माछाहरूकोमा जानलाई चाहिँ समुद्रका माछाहरू। जापान भनेकै सुसी हेर्नुहोस् है साथीहरू, काँचो माछा र भात। सुसी ल, यता तपाईँहरूलाई चाहिँ अब माछाहरू देखाउनु गइरहेको छु। यो चाहिँ माछाहरू है, समुद्रको हड्डीवाला, त्यो सुसीमा बनाएको रे, बाँकी रहेको हड्डीहरू चाहिँ सुपमा बनाएर खानलाई बेचिरहेछ। आज चाहिँ यति धेरै, आज पानी परिरहेछ बाहिर, त्यही भएर मान्छे धेरै छैन है। अनि प्लस माछाहरू पनि धेरै राखेको रहेछ, गनाउँछ नि त कुहिने सामानहरू। यता चाहिँ प्राउनहरू छ, प्राउन। अनि गङ्गडा नि रहेछ है, मेरो बुढीलाई मनपर्ने गङ्गडा, 2टाको 600 रुपियाँ। माछाको कर्नर सकियो। अब मासु यता चाहिँ सबै बिफहरू है, स्टेकहरू
तर हामीले चाहिँ स्टेक नखाने भएर हामीले चाहिँ जहिले पनि पोर्क र चिकन मात्रै लान्छौँ। हामीले लाने सुँगुरको चाहिँ यहाँ छ है, मैले लाने चाहिँ जहिले पनि हड्डी र मासु मिक्स भएको। हामीले लाने यो हो, हेरिदियो भने मजाको 400 ग्रामको 515 रुपियाँ पर्दो रहेछ। बुतानी गर्छ यता चाहिँ यो चाहिँ कुखुराको है, कुखुराको ब्रेस्ट यता लिने भयो। हामीले लाने खालको अनि हामीले खाने चाहिँ मलाई चाहिँ हामीले चाहिँ मनपर्छ है, हड्डी तरकारीमा खानु चाहिँ हड्डी मासु भएको कुखुराको। यो धेरै जस्तो सस्तो भएको रहेछ। टाइम छैन, हामी चाहिँ डिफ्रिजर लगाएर जान्छौँ ड्याममै, बिस्तारै खान्छौँ। 2 चलाउनु पर्ला यो कतिवटा 1 2 3 4। अनि यता चाहिँ यस्तो मोमोको लागि मासु है, अलरेडी कुटेको हुन्छ मासुहरू। अनि यहाँ मोमोको लागि के अरे त्यसलाई के भन्छ पेपरहरू पनि छ। अनि आज चाहिँ हामीले चाहिँ यो खान्छौँ, अम्बागु बनाएर छिटो हुन्छ, मजाले पाक्छ, छिटो हुन्छ, चाटचाट बनाएर खानु। अनि यहाँ चाहिँ यति धेरै पोलेको मासुहरू कुखुराको के आगो कोइलामा पोलेको मासुहरू चाहिँ। अनि जापान भनेकै ओनिगिरी अर्को होइन, ओनिगिरी छ। अनि अन्डाहरू हेर्नुहोस् यहाँ साथीहरू, अन्डाको लाइन छ। अन्डा पनि धेरै खालको हुन्छ है, भेराइटी। महँगोमा चाहिँ यस्तो खालको हुन्छ, यसको चाहिँ कतिवटा हुन्छ अरे 12वटा हुन्छ, 12वटाको 365 10वटा हो, 10वटा है, सरी। अनि यो सस्तोवाला चाहिँ यहाँ लिन्छ, सस्तोवाला चाहिँ 267 को 10वटाको। अनि यो चाहिँ एउटा फ्यामिलीलाई एउटा मात्रै भन्ने रहेछ है। जापान भनेको रामेन हो, तर हामीले चाहिँ यो पिरोवाला कोरियन रामेन मनपर्छ, जहिले यो लान्छौँ। अनि हेर्नुहोस् है, रामेन यति धेरै छ। रामेनको पुरै छ। आँटा हो है, आँटा यही 1 किलोको आँटा हो। 1 किलोको कति छ आँटाको 267 रुपियाँ छ है। अनि तेलहरू हेर्नुहोस्, तेलहरू महँगो हुन्छ, सस्तो हुन्छ। हामीसँग भएको हुनाले लाँदैन होला। हामीले लाने चाहिँ यो हो, कोलेस्ट्रोल जेरो हुने खालको तेल। 1 लिटरको 321 रुपियाँ पर्छ, 1 लिटरको सस्तो खालको पनि लान्छौँ। अनि क्यान फुडहरू यहाँ चाहिँ माछाको क्यान फुड ट्रेनमा नभएको कुरो चाहिँ केही छैन है। क्यान फुडहरू चाहिँ माछाको पनि छ, टन्नै धेरै छ यहाँ। के हो मलाई मन पर्दैन, त्योहरू किन्दैन हामीले। जापानमा चामल कतिको महँगो छ हामी देखाउनु गइरहेछु। धेरै खालको हुन्छ भेराइटीहरू। 5 किलोको यति हुन्छ। यो चामलको 3280 5 किलोको। यो चामलको हामीले खान्थ्यौँ पहिले, यो 18-1900मा, अहिले 3380 पुगेछ 5 किलोको। यो अर्को चामल यो A ग्रेड गरी यसको 2780 सस्तोमा छ भने सस्तो। यहाँ अर्को छ। अनि अर्को सबैभन्दा सस्तो 5 किलोको यो रहेछ, यसको चाहिँ 2894 5 किलोको। हेर्नुहोस् साथी, चामलको महँगाइ कति छ जापानमा, बिजोग छ है। यहाँ हेर्नुहोस् पिकाचु क्युट चक्लेट केटाहरूलाई यहाँ अर्को है खवाई। अब चाहिँ हामी यता ब्रेड्सहरूको है लाइनमा छौँ। मेरो बेबीले टाइटमा छ भन्छ, अनि यस्तै हेर्छ। यति दुइटाको प्राइस यति चाहिँ 321 चाहिँ। अनि हामीसँग यहाँ प्रशान्त पनि छ, प्रशान्त छ। धेरै छ भेराइटी। यो नेपालमा हुन्थ्यो नि पहिले केक, त्यस्तो पनि छ। कस्तो तर फुवा छ बेबी, छुँदाखेरि
कस्तो सफ्ट म त खाँदिन यो लाने भाइ यो बात अरे यता चाहिँ दुधहरूको लाइन छ दुधहरूको लाइन के जुसहरूको लाइन चाहिँ अब चाहिँ हामी चाहिँ लाइनमा आइछौँ यो चाहिँ रक्सी जडियाहरूको रक्सी खानेहरूको हेभेन यस्तो देखाउँदैन यहाँ चाहिँ रक्सीहरू चाहिँ जापानिज रक्सीहरू विदेशी रक्सीहरू यस्तो यस्तो खतरा खतरा रक्सीहरू छ कि त्यो भित्र रक्सी होला यहाँ यहाँ न अन्डाभित्र रक्सी हुन्छ है अन्डा जस्तो साइजमा अनि यो चाहिँ हेर्नु नि रक्सीहरू हेर्नु न कति खतरा खतरा छ नि है एक सर्ट लिने 1 सर्ट जाने कति पर्सेन्ट अल्कोहल छ यसको सायद भोडकार जस्तो हो नि त 15% रक्सी रहेछ कति क्युटवाला पनि छ यहाँ चाहिँ रक्सी महँगो छ यो एउटाको 30,000 है यो चाहिँ एकदम फेमस चाहिँ सन्तोरी भन्ने यो विस्की हो 10,000 पर्छ एउटाको हेरी छ यो चाहिँ महँगो रक्सी कर्नर है यहाँ चाहिँ वाइनहरू छ वाइन कर्नर अनि यो चाहिँ जडियाहरूले लाने है 3 लिटर छ झन्डै 1300 सस्तोमा नेपालको लोकल रक्सी जस्तो यो चाहिँ जापानको लोकल रक्सी यहाँ नै यो हेर्नु त कति लिटर यो 4 लिटरको छ 4 लिटरको छ 2300 यो चाहिँ जडियाहरूको लागि हो यहाँ चाहिँ अब यता चाहिँ सफ्ट ड्रिङ्क्सहरू छ है जुसहरू सफ्ट ड्रिङ्क्स यहाँ ओचाहरू छ हामी चाहिँ एप्पल जुस लान्छौँ एप्पल जुस लाने भयो भने चाहिँ एउटा होइन कसो पनि ल अब चाहिँ हामी ड्रिङ्क्स कर्नरहरू सक्यो अब हामी जानेछौँ अर्को कर्नर योबाट चाहिँ हामी चाहिँ के छ भने यहाँ यो चाहिँ दबाईहरूको कर्नर छ दबाईहरू भयो यता यो फुटन कति राम्रो जस्तो है यहाँ चाहिँ फुटन सेट रहेछ 7,000 के माकुराहरूको सिरकहरूको यताउति गरेर सेट गरेर पुच्छाउनेदेखि लिएर सबै गरेर 8,000 जति रहेछ ठिकै हो सेटको लागि 8,000 यता चाहिँ गाडी किनेपछि गाडीको लागि किन्न आउने ठाउँ पछि हो यता चाहिँ यस्तै टावलहरू यतिकै बफहरू मोफहरू इलेक्ट्रोनिक्सको सामान चाहिँ लाइटहरू भयो अनि यो गाइज यो चाहिँ एकदम रिकमेन्डेड है लाइट प्लस फ्यान है मजाले काम गर्छ 10,000 11,000 पर्छ एउटा ठुलो रुममा मजाले काम गर्छ है नि यो क्या एकदम ओसम है लाइट नि 3 कलरको आउँछ चेन्ज गरिदियो त ओरेन्ज अर्को वाइट अनि अलिकति लाइट ओरेन्ज ब्राइटनेस बढाउनु मिल्यो अनि रातिको लागि सानो लाइट नि बल्छ फ्यान नि 4वटा साउथ हुन्छ एकदम ओसम है अनि यही म्युजिक लभरको लागि 30,000 को स्पिकर यहाँ फुटबलहरू चाहिँ 5 नम्बरले बल अरे 1,000 मा आउँछ है पहिले बच्चामा फुटबल नहुँदाखेरि कस्तो पैसा उठाएर किनिन्थ्यो कति विदेशबाट आउने मान्छेहरूले किन्नलाई मागिन्थ्यो कलरको चाहिँ फुटबलहरू बास्केटबल नि छ अनि यो लाइन चाहिँ बुढीसँग नआउनु कहिले पनि भागिहाल्नुपर्छ सुरु भइहाल्छ यसरी सुरु भइसक्यो बुढीहरूसँग त चाहिँ यो लाइनमा कहिले नछिर्नु जुम भनेर हिँडिहाल्नुपर्छ बेबी आउ त बडी किन्नुको लागि हो यसरी भनेर हिँडिहाल्नुपर्छ
रिस उठा हो कति खुसी भन्छ